नमस्ते सबैजनामा। म आज एउटा टपिकको बारेमा कुरा गर्न लागिरहेको छु, जुन चाहिँ हिजो हाम्रो स्कुलमा भएको अभिभावकहरूको नृत्य प्रतियोगिता थियो, जहाँ चाहिँ एकजना डान्स टिचर मगाइएको थियो। अनि हामीलाई चाहिँ दुईजना स्टाफ टिचरहरू, फिमेल टिचरहरूलाई चाहिँ रिक्वेस्टेड गरिएको थियो बाई द प्रिन्सिपल, आवर प्रिन्सिपल, टु बी द जजेस अफ दिस प्रोग्राम। बट वी इग्नोर्ड not to be that judges, but we could not ignore his proposal and we accepted, and we stood in the judges because we feared that there will be some problems after the judgments of the judgments. But we became judges, and in that judgment the score was 300 among 3 judges. अनि जहाँ चाहिँ के अरे वेशभूषा अनुसारमा चाहिँ 40 मार्क्स थियो, अनि हाउभाउमा 20 मार्क्स, अनि अर्को केमा थियो भनेपछि अनि अर्को एउटा अन्यमा 10 मार्क्स थियो। अनि हाम्रो अब अभिभावकहरू जम्मा पर्फर्मरहरू 5 ग्रुप हुनुहुन्थ्यो हैन। 5 ग्रुप मध्ये अब सबैले राम्रै नाच्नु भएको थियो हैन। फर्स्ट सेकेन्ड थर्ड छुटाउनु पर्छ। अनि फर्स्ट सेकेन्ड थर्ड सान्तवना अनि आवर प्रिन्सिपल सर, वी आर द अर्गनाइजर्स भएको भएर पनि अब सबैलाई अब एउटा सान्तवनाको रूपमा चाहिँ अब कन्सोलेसन भए पनि अलिकति उदिन्न भनेर अनि थोरै केही नगदहरू छुट्याइएको थियो। अनि अब त्यसमा एज अ जज अनि अब हामीले रिक्वेस्ट गरेको थियौँ सरलाई, सर अब हामी बस्न हुँदैन होला, सक्दिनँ होला, हामीलाई नराख्नुहोस्, हामी स्टाफ भयौँ, पछाडि अब विरोध हुन्छ होला भन्ने भयो र अनि त्यो रिक्वेस्ट गऱ्यौँ सरलाई। तर अब सरले भन्नुभयो टिचर के अरे जज पाइएन बाहिरबाट भन्नुभयो। अनि त्यतिखेर प्यारेन्ट्सहरूले अनि त्यति एनाउन्स गर्दा जजेसहरू यो यहाँ हुनुहुन्छ भनेर भन्दाखेरि केही विरोध गर्नु भएन हैन अभिभावकज्यूहरूले। अनि त्यस्तो थियो। अनि हामी एज अ जज हैन, एज अ के भन्छ अडियन्सको भ्यूमा, जजको भ्यूमा, एउटा डान्स टिचरको भ्यूबाट जजले चाहिँ जजमेन्ट गर्नुपर्ने हुन्छ जस्तो लाग्छ है मलाई। किनभने म पनि एउटा डान्स टिचर होइन न त सिङ्गर हो। मैले जति भिडियो बनाउँछु, टिकटक बनाउँछु, सिङ्गिङ गर्छु, डान्सिङ गर्छु, त्यो सबै मेरो आफ्नो मेहनतले आफै सिकेर हो हैन, प्र्याक्टिस गरेर गर्छु। अनि म त जज हुन त लायक त छैन र पनि अब रिक्वेस्ट गरेको हुनाले अब मैले कति चाहिँ अब डान्स प्रोग्रामहरू हेर्छु, डिआइडी हेर्छु, छमछमी हेर्छु, कति पनि अब मलाई एकदमै चासो छ, एकदमै इन्ट्रेस्ट छ डान्सिङ र सिङ्गिङ प्रति हैन, मेरो हबिज पनि हो। त्यही भएर म त्यो प्रोग्रामहरू हेर्छु। अनि जजको पोइन्ट अफ भ्यूबाट र अनि एउटा अडियन्सको पोइन्ट अफ भ्यूबाट मैले हेर्ने गर्छु। जजको जजमेन्ट हैन, गरेको तारिफ, कमेन्ट्सहरू हेर्छु, पढ्छु। डान्सरहरूको त्यो टेक्निक्सहरू हेर्छु, मुभ्सहरू हेर्छु, युनिकनेसहरू हेर्छु नि त हैन। अनि त्यो डान्सलाई चाहिँ अनि जजले कुन तरिकाले चाहिँ जजमेन्ट गरेको छ, के देखेर चाहिँ जज गरेको छ, त्यो पोजिसनमा ल्याएको छ त्यो डान्सरहरूलाई भन्ने कुरा त्यो हेर्छु नि त हैन। त्यो हेर्छ नि त जजले। अनि मैले पनि त्यो हेर्नुपर्छ भन्ने मेरो त्यो ड्युटी हो भन्ने मैले सोचेर अनि म जजमेन्ट गर्न थालेँ, जजमेन्ट गरेँ एट द एन्ड। अनि वी ह्याड द रिजल्ट हैन, पोजिसन्स। अनि मैले चाहिँ एउटा टिमलाई हाम्रै 3वटा जजेसको स्कोर अनुसार चाहिँ हैन डिसाइडेड गऱ्यौँ कि 5वटा टिममध्ये एउटा टिमलाई चाहिँ विनर बनाउने हैन, फर्स्ट पोजिसन ल्याउने। अनि अति धेरै मार्क्सले चाहिँ उहाँ चाहिँ विजयी हुनुभयो हैन। त्यो किन हो त भने उहाँहरूमा छुट्टै एमङ 5 पार्टिसिपेन्ट्स दे ह्याड द युनिकनेस। त्यत्तिकै होइन, चान्सु नै होइन। डान्स भनेको डान्सै हो हैन। डान्समा अफकोर्स मुभ्स हुन्छ हैन, ड्रेस हुन्छ, मेकअप्स हुन्छ, फेसियल एक्सप्रेसन हुन्छ, त्यहाँ फेरि मिस्टेक पनि हुन्छ नि। सबैको 5वटा ग्रुपमा मिस्टेक थियो। सानो मिस्टेकहरूलाई हामीले गनिनौँ हैन, कोही दाहिने कोही देब्रे हैन, कति कुरा मिस्टेक भएको थियो है, कति ठोकिने हैन, अनेक कुरा भएको थियो, त्यो हेरिनौँ। तर हामीले एउटा ग्रुपमा चाहिँ त्यस्तो 5वटा ग्रुपमध्ये एउटा ग्रुपमा चाहिँ युनिकनेस पायौँ। नत्र भने त्यो अन्यमा किन 10 पोइन्ट राख्नु, अनि त्यो हाउभाउमा ओभरअल 40 मार्क्स किन राख्नु। मेन जज जुन चाहिँ 10-12 वर्षको चाहिँ एक्सपिरियन्स भएको जजले हामीलाई गाइडेड गरेर हैन 40 मार्क्समा चाहिँ ओभरअल हेर्नुपर्छ है हजुरहरूले भन्नुभएको थियो हैन। अन्यमा चाहिँ त्यस्तो युनिकनेसहरू के लाग्छ हैन, त्यसमा दिनुस् भनेर अलरेडी चाहिँ खुलस्त पार्नु भएको थियो, सिकाउनु भएको थियो। अनि हामीले त्यो अनुसारले दियौँ। अनि त्यो हेरेर जज गरियो र अनि धेरै नम्बरले चाहिँ उहाँ विजयी हुनुभएको थियो हैन, विजयी घोषित हुनुभएको थियो। किनभने उहाँहरूको त्यो युनिकनेस अरूमा थिएन। अरूले त डान्स मात्र गर्नुभएको थियो, हुन त राम्रो राम्रो स्टेप्सहरू उहाँहरूले अरू पनि कुराहरू गर्नुभएको थियो। तर त्यो युनिकनेस जुन हामीले त्यो टिममा देखेको थियौँ त्यस्तो थिएन नि त अरूमा।
त्यही भएर हामीले उहाँहरूलाई चाहिँ विजयी बनायौँ होइन। डान्स त डान्सै गर्ने हो, तर उहाँहरूमा चाहिँ एकदमै अर्कै युनिकनेस। हाम्रो त्यो कम्पिटिसनको डान्स कम्पिटिसनको थिम भनेको चाहिँ थिम बेसमा पनि जानु पऱ्यो, कल्चर राष्ट्रियता झल्काउने होइन, त्यो थियो। 5वटाले गर्नुभएको थियो होइन, सबै राम्रो थियो, वेशभूषा सबै ठिक थियो, तर उहाँहरूकोमा चाहिँ अलगपन थियो होइन। उहाँहरूले क्यारिकेचर गर्नुभएको थियो, मिमिक्री गर्नुभएको थियो होइन, कल्चर झल्किएको थियो, वेशभूषा पनि छुट्टै थियो, डान्स थियो। अनि उहाँहरूलाई विजय नबनाएर कस्तोलाई चाहिँ बनाउने ल भन्नुहोस् त, कस्तोलाई चाहिँ बनाउनु? हजुरहरू जज हुनुभएको भए कस्तोलाई बनाउनु हुन्थ्यो भन्नु न? एउटा जजको पोइन्ट अफ भ्यूबाट, एउटा डान्स टिचरको पोइन्ट अफ भ्यूबाट हजुरले कस्तो त्यो डान्सरलाई चाहिँ होइन विनर बनाउनुहुन्थ्यो ल भन्नु? अनि जजेज यस्तो रे भएन रे ऊ गऱ्यो रे भनेर अनि अन्तिममा आएर त्यस्तो विरोध गर्नु मिल्छ? म त अब प्रोग्राम सक्यो अनि रिजल्ट बनाएँ होइन, रिजल्ट टिम सब्मिट गरियो अनि रात परेको थियो अनि घर फर्क्यो। अनि अरूबाट यस्तो कुरा सुने कि यति चित्त दुखेर आएन कि अनि हामी के जज हुन लायक छैनौँ र? हामी तिनै आफ्टर द्याट कम्प्लिसन अफ द्याट त्यो डान्सिङ पर्फर्मेन्सेस हामी वी डिस्कस टु वान एनदर होइन, वी स्कोर हाउ मच मार्क्स, वी 3 जजेस टुगेदर इन द अफिस, अनि वी डिसाइडेड द विनर्स, फर्स्ट रनर अफ, सेकेन्ड रनर अफ भइसकेको थियो है। अनि हामी त्यतिकै उसमा होइन जज बन्नै नसक्ने, त्यो डान्स गर्नै नजान्ने होइन, जज बन्ने औकातै नभएको भएर हामी जज भएको होइन। प्रिन्सिपल सरले पनि हामीमा के देख्नु भएको छ जजमेन्ट गर्नको लागि चाहिँ एकदमै हुनुहुन्छ भनेर रिक्वायर गर्नुभयो होला नि त होइन। यस्तो चित्त दुख्यो कि बाहिर के अरे यस्तो भएन उस्तो भएन। यदि हजुरहरूलाई जजमेन्टमा त्यही अब ऊ लाग्छ नै भनेपछि सुरुमै गर्नु पर्थ्यो होइन, स्टाफहरू राख्न पाइन्न भनेर विरोध गर्नु पर्थ्यो। तर त्यसरी पछाडि आएर जजेसहरूलाई गाली गर्नु त्यो राम्रो जस्तो लागेन मलाई है। त्यो हजुरहरूको डिसिप्लिन ठिक होइन जस्तो लाग्छ। अब के भन्नु सर, अब म त यही रिक्वेस्ट गर्छु कि प्रिन्सिपल सरलाई प्लिज आइन्दादेखि मलाई चाहिँ कुनै पनि प्रोग्राममा सिङ्गिङ होस् चाहे डान्सिङ होस् मलाई जज नबनाउनुहोस्। आई एम सो हर्ट। यदि म लायक छैन भनेदेखि विरोध गर्नुपर्ने थियो होइन हामीलाई, यदि अब सुरुमै विरोध गर्नुपर्ने थियो। हाम्रो जजमेन्टलाई त्यस्तो साह्रो नगरिदिनुहोस्, जजेसको नै अब जजमेन्टलाई नै बढी ऊ चाहिँ प्रायोरिटी दिनुपर्छ सबै उसहरूमा होइन, प्रोग्रामहरूमा। तर यहाँ त सबै जजेसको कुरा काटेको छ, यस्तो उस्तो 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 अरे। आफै जजेस हुनुहुँदो रहेछ, किन कम्पिटिसन हेर्न आउनुभएको? आफै जज हुनु पर्थ्यो त, अभिभावकबाट पनि म हुन सक्छु भनेर आवाज उठाउन सक्नुहुन्थेन, आफै आएर जज भएर बसे हुन्थ्यो त, हामीलाई कुनै त्यो टेन्सनै हुन्थेन। वा या त अहिले आएर लास्टमा गाह्रो छ टिचर हुनको लागि, जहाँ पनि पिसिनु परेको छ, विरोध गरेको छ। यदि तपाईँहरूलाई हामी जज हुन सक्दैनौँ भनेपछि मैले जति नि टिकटक बनाएको छु डान्सिङको त्यो मुभ्स त्यो डान्स गरेर देखाउनुहोस्, म च्यालेन्ज गर्छु। गर्न सक्नुहुन्छ? तयारी हुनुहुन्छ? त्यो डान्स गरेर पोस्ट गर्नुहोस्, भिडियो पोस्ट गर्नुहोस्, म च्यालेन्ज दिन्छु। जजलाई कुरा काट्छ खुब। आफै जज हुन आउनु थियो नि त, म अभिभावकबाट जज उठ्छु भनेर किन सक्नु भएन? अहिले आएर लास्टमा विरोध गर्ने? कहाँसम्मको तपाईँहरूको यो डिसिप्लिन? डिसिप्लिन पनि चाहिन्छ डान्समा डिसिप्लिन भन्ने पनि मार्क्स थियो, 20 मार्क्स। त्यो हेरेर हामीले फेरि डिसिजन पनि गर्न सक्थ्यौँ होला, तर हामी सबै जजेस भएर गएको थियौँ। पछि आएर त्यस्तो धाँधली गर्ने, झगडा गर्ने अभिभावकहरू त्यस्तो हुन्छन्। डान्सरहरू कहाँ गयो तपाईँहरूको डिसिप्लिन? हेर्नुहोस् क्या हेर्नुहोस्, हजुरहरूले सिङ्गिङ कम्पिटिसन डान्सिङ कम्पिटिसनको जजमेन्ट हेर्नुहोस्, प्रोग्रामहरू हेर्नुहोस्। त्यतिकै डान्स मात्र गरेर हुँदैन नि, सबै कुरा ओभरअल हेर्नुपर्ने हुन्छ, बुझ्नुभयो? कति त्यस्तो डान्स पनि देख्नुभएको छ होला जहाँ अलिअलि मिस्टेक गर्दा गर्दै पनि तर उसको युनिकनेस त्यस्तो छ भनेपछि उसलाई ऊ गर्छ, सेलेक्ट गर्छन् होइन, उसलाई नेक्स्ट चान्स दिन्छन्। थाहा पाउनु भएन? देख्नुभएको छैन? हेर्नुभएको छैन? हेर्नुहोस्, अवश्य हेर्नुहोस्। अनि मेरो विचार के कस्तो छ अनि बल्ल बुझ्नुहोस्, अनि मात्र आफूले के गरेको त्यो दिन हिजो के गरेको अनि हजुरहरूले थाहा पाउनुहुन्छ। हस् त, धन्यवाद। जय अभिभावक।